विज्ञानमा खुल्ला प्रणाली ओपन सिस्टम भनेको वरपरको वातावरणसँग पदार्थ र ऊर्जाको यानि कि म्याटर एन्ड एनर्जीको आदान प्रदान हुने प्रणाली हो। यस प्रणालीलाई बुझ्नका लागि हामी सबैभन्दा राम्रो उदाहरण हामी मानव स्वयं हौ। हामी नियमित रूपमा खाना र हावा जस्ता पदार्थहरू ग्रहण गर्छौं र अनावश्यक पदार्थ बाहिर निकाल्छौं। त्यसैगरी हामी वातावरणसँग ऊर्जाको आदान प्रदान पनि गर्छौं। यसलाई सजिलै कल्पना गर्नका लागि सन् 2011 मा आएको अंग्रेजी चलचित्र ब्राइडमेड्सको एउटा भिडियो हेरौं। Oh, okay, yeah, I'll have some of that, please. But I'll start with this. I say yes. Hello, chickens. This is crazy good, y'all. You look. Megan, are you okay? Don't fucking look at me! Oh no, where are you going? Be careful! What are you doing? It's happening! It's happening! It's happening! It happened. अर्को पटक खुल्ला प्रणाली ओपन सिस्टम के हो भनेर बिर्सिनु भयो भने उनीहरू खाना खाएको र त्यसपछि हुने घटनालाई सम्झनुहोस्।